सृष्टि टेलर युट्युब च्यानलमा सम्पूर्णलाई तपाईँहरूलाई स्वागत छ। अनि हुनसक्छ तपाईँहरूको मेसिन पनि यस्तै समस्याले गर्दा तपाईँ समस्यामा हुन सक्नुहुन्छ र मेरो भिडियोलाई ध्यानसँग स्किप नगरी हेर्नुभयो भने मलाई आशा छ तपाईँहरूले यो भिडियोबाट धेरै कुरा जानकारी लिन सक्नुहुन्छ र हेर्नुहोस् टिपिरहेको छ ढाको। अब यसलाई हामीले पछाडिबाट एउटा सानो पेज हुन्छ त्यसलाई खोलेर चाहिँ हामीले घुमाउनु पर्ने हुन्छ है त। अब हामीले यसको चिम्टीलाई घुमाउँछौँ, चिम्टी भन्छ त्यसलाई। घुमाएर सिउँको सेन्टर पर्ने गरी लिएर फेरि हामीले त्यो नटलाई टाइट गरिदिन्छौँ। र मेरो च्यानललाई जतिजनाले सब्सक्राइब गर्नुभएको छैन कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनु हुन म सबैलाई अनुरोध गर्छु। अनि हामी जस्ताको तस्तै सबै कुरा जहाँबाट निकाल्यौँ त्यही चाहिँ हामीले टाइट गर्छौँ। र मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब र मेरो भिडियोलाई कमेन्ट गरिदिनु होला। धन्यवाद सम्पूर्णलाई। मलाई आशा छ सहयोग पुगेको छ तपाईँहरूलाई सम्पूर्णलाई।